हेलो नमस्ते सबैजनालाई वेलकम ब्याक एनदर एपिसोडमा तपाईहरुलाई आज मैले सेलरोटी पकाएको छु अनि आलु मटरको सब्जी फापर कोदोको रोटी यसमा सहयोग गर्नको लागि चाहिँ मम्मी बाबा पावलले खानु हुनेछ तपाईहरु हेर्दै गर्नु होला कीप सपोर्टिङ अस थ्यांक यू हुन्छ गाइस आजको चाहिँ डिसेसहरु यस्तै बनाएको श्रीमतीले आज यो कोदोको रोटी अनि त्यहाँदेखि लिएर आलु मटरको सुप अनि त्यहाँदेखि लिएर सेलरोटी गाइस सेलरोटी आज हामी यो खाएर तपाईहरुलाई देखाउनेछौँ हेर्दै गर्नु होला ल हामी यो नयाँ डिसेसलाई हामी स्टार्ट गर्नेछौँ तपाईहरु हेर्दै गर्नु होला सेलरोटी तरकारी एकदम राम्रो छ अनि त्यहाँदेखि लिएर रोटी अघि नै देखाएर हामीले अब हामी स्टार्ट गर्ने सुरुवात गर्नेछौँ हेर्दै गर्नु होला Praise the Lord. ल फर्स्ट बाई खान थाल्यौँ है हामी चाहिँ घिउमा पुल्दै गरे रोटी मार्दै रोटी कस्तो दामी नम्बर 1 तेल नहालेर घिउ नहालेर छ नि दे आज हामीले खोर्सानी नहाल्दा पनि हुन्छ पिरो अचार आज अचार परेन नि त्यही हाल्दै कुटेर काटेर गाइस कोदोको रोटी कोदोको चाहिँ जे पनि खानै खान गाइस म तपाईहरुलाई म रेकमेन्ड गर्न चाहन्छु किनभने कोदोको ढेँडो पनि खानुहोस् कोदोको रोटी पनि खानुहोस् कोदोमा फेरि यस्तो एक्स्ट्रा एनर्जी लुकेको छ कोदोमा यस्तो एक्स्ट्रा पावर लुकेको छ गाइस हाम्रो एउटा नेपालीको पहिचान यो सब्जीमा मिलाएर खानु नि मिठो हुन्छ त मिला खाने लागि बाबालाई पनि कागज मिलाएर खान्छ दामी हुन्छ मलाई पो पिरो परेछ क्या हो जिरे जिरे परेको छ नि त जिरे त बाबा अलिक सक्दै
दामी मटर सब्जी आलुको तर पिरो लाग्छ है आज हुने खोर्सानी धेरै हालेछ नि केटीले पिरो नलाग्छ नि सब्जी ल पिरो नलाग्ने किन पिरो बाबालाई चाहिँ फेरि अर्को बटुको बाबाले त मन पराउनुहुन्छ नि तर खानुहुन्छ मटरको मिठो छ नि त म चाहिँ पिरो नहुनु पनि अघिसक्छु है आमामा गाई चाहिँ मलाई पिरो भन्छ आएर ऊ हुन्छ म सक्दिनँ के त्यस्तो हुन्छ सारा परिहाल्छु म यो कानको जडी जडी पोल्नु थाल्छ कि त्यस्तो हुन्छ मलाई त के भएको पनि पिरो पछि अनि निल्नु नि सक्दिनँ तपाईँहरूलाई थाहा छ नि हामीले बारीमा बिउ राख्ने मलमा मलजलमा रोपेको खोर्सानी हो बहुत पिरो तगडा पिरो छ पिरो नभएको आयो आफू चाहिँ तिमीलाई पिरो हुन्छ त्यो रोटी अलिक खाने भयो होला वा खाने रोटी भयो आमा धेरै खानु हुँदैन फेरि पराइ ऐ पो हुन्छ नि कोदोको चाहिँ धेरै ठिक्क नेचुरल प्रोटिन गाइज हो अहिलेको बजारमा प्लास्टिकको कुराहरू निक्लिँदैछ है बी केयरफुल तपाईँहरू प्लास्टिकको कुरामा पर्नु होला बजारतिर जातै गरेर नकिन्नुहोस् सुई लगाएको कुरामा पर्नु होला त्यो भएर तपाईँलाई म जहिले पनि भन्ने गर्छु आफ्नो स्वास्थ्यको ख्याल गर्नुहोस् परिवारको ख्याल गर्नुहोस् भनेर खाँदैको गर्दाखेरि किन्दै गर्दा कस्तो कुराहरू किन्दै हुन्छ विचार गरेर ध्यान कुराहरू किन्नुहोस् खानेकुरामा ध्यान कुराहरू खानुहोस् अन्डा त बनाएर प्लास्टिकको लगाएर अन्डाहरू बनाउनु थालेको छ हो नि बजारमा मैले पनि धेरै सोसियल मिडियामा धेरै मान्छेहरूले फेक कुराहरू हालेको चामलहरूमा प्लास्टिकको चामल बनिएको कुराहरू छ अन्डाहरू फेक अन्डा अनि बजारमा गएर तपाईँले काउडी फ्लावरहरू मजा मजाको केराहरू मजा मजाको हुन्छ सबै सुई लाएर बनाएको हुन्छ गाइसो त्यो कुराहरू हेर्नुहोस् सही कुरा खाने हुँदैन खाने हुनुहुन्न बिरामी बनाउँदैछ छैन त्यो कुराहरू हेर्नुहोस्
रोटीसँग मिल्ने मटर सब्जी पनि भयो। कता तो जाडोको सुप मैले भने नि बाबा जहिले फर्स्ट हुनुहुन्छ जहिले मैले खाएँ यो समय रोटी खाने समय गाइस लाएकोदेखि बाटो खाइहालेँ। होइन मम्मी यो समय रोटी खाने समय हो नेपालीहरूको रोटी खाने समय हो मिठो भयो रोटी त भात लागेको शान्ताले टाक्टु खाएँ। त्यहाँदेखि हातको रोटी पनि एक पाना आधी खायो। जाडो लाग्यो चिसो तातो तातो जाडोमा चना मटरको सब्जी मटरको झोल ल आफ्नै बारीको धनियाँ आफ्नै बारीको प्याज भारी माइले साग टिप्दा टिप्दा गरेर आएको ठिक्कै सुप खायो। डन गाइस अब हामीले सक्यौँ। तपाईँहरूलाई धेरै धेरै धन्यवाद भिडियो हेरिदिनु भयो। मैले अघि नै भनिहालेँ, तपाईँलाई जानकारी गरिहालेँ। के कुरा खाँदै हुनुहुन्छ तपाईँहरू खानेकुरामा ध्यान पुऱ्याउनुहोस्, आफ्नो परिवारको ख्याल गर्नुहोस् भनेर म सधैँ भनिरहन्छु। किनभने अहिलेको समयमा यो जेनेरेसनमा धेरै फेक कुराहरू निक्लेको छ। त्यो भएको कारणले गर्दाखेरि तपाईँहरू एकदमै ध्यान पुऱ्याएर खानेकुराहरू खानुहोस्। म चाहिँ भन्छु यस्तै खालको अर्ग्यानिक कुराहरू जुन चाहिँ पिता पुर्खाले बाबा मम्मीहरूले जुजु बाजेहरूले जे कुराहरू खाएर आए त्यो कुरामा बेस्ट छ। अहिलेको समयमा फेक कुराहरू निक्लेको छ। मित्रहरू विचार गरेर खानुहोस् भन्दै आजको भिडियो हेरिदिनु भयो। मन पऱ्यो भने लाइक कमेन्ट सब्सक्राइब गरिदिनु होला, साथी सर्कलमा पुऱ्याइदिनु होला। यदि नयाँ हुनुहुन्छ भने सब्सक्राइब गर्न नभुल्नु होला भन्दै किप सपोर्टिङ अस आजको भिडियोबाट हामी बिदा माग्न चाहन्छौँ। सबैलाई बाई बाई। सबैलाई बाई बाई। भोलि भेटौँला। उहाँहरूले खाइसक्नु भएको छ, तपाईँहरूले हेरिदिनु होला। हामीले गरेको भिडियोहरू मन पर्यो भने लाइक सब्सक्राइब गरिदिनु होला, हामीलाई सपोर्ट गरिदिनु होला। थ्याङ्क यू सो मच एभ्री वान।